सुदूरपश्चिम प्रवेश गरिसक्यौँ हामी है। सुदूरपश्चिम प्रदेश प्रवेश गरिसक्यौँ। कर्णाली नदी हामीले छोडेर आइसक्यौँ। कर्णाली नदी उतापट्टि देख्नुभयो है, छोडेर आएर क्रस गरियो। अब यात्रा सुदूरपश्चिमको महाकालीको यात्रा छ, निरन्तर चलिरहन्छ। काला खालका ढुङ्गा छन् यहाँनिर। फेरि अचम्म लाग्यो क्या मलाई यार, यो चाहिँ कालो खालको, कालो होइन यो ढुङ्गा कालो छ भन्ने टाइपमा। कर्णाली नदी, कर्णाली नदी त्यहाँनिर हामी पुलमा ठ्याक्क जाम पर्यौँ। बाख्राहरूले जाम गरिदिए पछि बोकाले। बाटै अब हाम्रै रोड हो भनेर हिँडे यिनीहरू पनि। सबैभन्दा ठुलो माओवादीको पहिला क्याम्प हो दाहिनेतिरको। ए माओवादी क्याम्प रहेछ यो। पहिले दाहिने साइडमा छ। अहिले आर्मी बस्यो होला नि। ए एकदम ठुलो भइसक्यो भिडियो जित न। के अरे ल बाटोको नजारा एकचोटि लिउँ होइन। बाटोको नजारा लिउँ। हाम्रो गुरुजीले स्पिड चलाउनुहुन्छ, घड्ल्याङ्ग पार्नुहुन्छ, फेरि हल्लाइदिनुहुन्छ। उहाँहरू त सिधा कहाँसम्म रोड है। वाह, ओ माई गड, ओ माई गड। ल सुदूरपश्चिमको सुक्खड पुग्यो है हामी चाहिँ अहिले। सुक्खड बजार पुग्न लाग्यो। खाना खाने ठाउँ त अगाडि कतै त के गर्ने, घुम्ने। ल हामी घुम्छौँ। एउटा के रिसोर्ट रहेछ त्यहाँ, जङ्गल रिसोर्टमा खाना खाने कार्यक्रम बन्यो। अलिकति कट्यो क्या। ल घुमाइदिउँ हामी रिसोर्ट पनि घुमाइदिउँ प्लिज। घुमाइदिउँ त हेरौँ अब होइन। के नामको रिसोर्ट रे? जङ्गल रिसोर्ट हो त्यो। चार्जिङ स्टेसन पनि छ भनेको त्यही रहेछ क्या हो। ल आज हामीले खाना खाने निर्णय यहाँ यो होटलमा गऱ्यौँ। के नाम रे यसको? घोडाघोडी जङ्गल रिसोर्ट रे। ल यो घोडाघोडी जङ्गल रिसोर्टमा हामी आज खाना खाने निर्णय गरियो। कहाँ बसेर खाने भन्ने कुरा, तल खाउँ कि माथि खाउँ कि होइन। ल राम्रो रहेछ जस्तो छ हेर्दाखेरि चाहिँ रिसोर्ट पनि। है गाइज ल सुक्खडमा के यहाँको सबभन्दा राम्रो रिसोर्ट मानिन्छ खाना खानु लागेको जङ्गल रिसोर्ट सुक्खडमा। सुदूरपश्चिमको यात्रा जारी छ है। खाना कस्तो लाग्यो? खाना एकदम आइटमहरू देखाइदिनु आइटम कस्तो लाग्यो? खाना कस्तो छ दाइ हाम्रो जङ्गल रिसोर्टको खाना एकदम मलाई एकदम टिपिकल दामी लाग्यो है। यो मलाई अकालीको चाहिँ ल सुदूरपश्चिमको यात्रामा हामी अहिले चाहिँ हाम्रो उहाँ गाडीलाई चाहिँ ह्यान्डलिङ गरिरहनु भएको छ हाम्रो गगनजीले। अनि यता हामी पछाडि छौँ, हामी साथीभाइ हामी चेसमा छौँ। गर्मी छ, अब गर्मीमा अब सुदूरपश्चिमको यात्रामा हामी बडो गजब। हामीलाई चाहिँ आज कोही मान्छेले चाहिँ धोका दिनु भएको छ होइन। उहाँलाई चाहिँ हामी के भन्न चाहन्छौँ भने थ्याङ्क यू सो मच। के अरे ढोके जुम्चेवाला हुँदैन। उहाँले चाहिँ हामीलाई धोकै दिनु भएको छ। धोका दिएको मान्छेलाई चाहिँ माफी हुँदैन होइन। त्यसको फिल चाहिँ उहाँलाई हुनुपर्छ। त्यो चाहिँ मेरो धोका दिनेलाई के भन्नु र खोइ, तिमी हाँसछौ मै बाँचौँला खोइ। जहाँ तिमी आज बसेछौ होइन, जहाँ तिमी आज बसेछौ धोका दिएर होइन। यो गौरी गङ्गा पुलमा आइपुग्यो। यो जिन्दगीको रमाइलो। सुदूर अब दूर नहीं है, झिकै माया तमलाई। सुदूर अब दूर नहीं, झिकै माया तमलाई। ल है हामी सुदूरपश्चिमको यो कैलाली नै पऱ्यो होइन। अत्तरिया चोकमा आइपुग्यो। यो ठ्याक्कै चाहिँ गोल पार्क रहेछ यहाँ पनि। अब यताबाट चाहिँ धनगढी जाने होइन। यसलाई यता धनगढी जाने रहेछ बजार। माथि चाहिँ पहाडी जिल्ला पुरै यता पहाडी जिल्ला, यता बैतडी सैतडी यतिबाट अछाम बजाङ बाजुरा राजाहरू जाने
यता फेरि राजाहरू यता महेन्द्रनगरतिर लाग्छन् अब महेन्द्रनगर यता उता धनगढी वा ल अत्तरिया भनेको यही हो सुदूरपश्चिमको यात्रा हाम्रो जारी छ अब पान खाने भन्दैछन् साथीहरूले यहाँ पान खाइदिउँ नि त तराईको सानै हो पान पनि होइन भन्ने कुरो हो यसो के पाइहालिन्छ नि ल अत्तरिया बजार ल है गाइजहरू तुझे बनाउने हो स्वाइनी ल है ल गाइज हामी सुदूर छ निरन्तर छ होइन हामी ठ्याक्कै अत्तरिया क्रस गरेर अगाडि एकचोटि होइन क्या उतैबाट क्या अगाडिबाट यसो मोबाइल घुमाउनु न मोबाइल मात्रै ए यसरी कसरी होला हजुर पनि यसो घुम्नु न यता राम्रो हुन्न होइन यता घुम्नु न हजुर पनि पुरै अलि यसरी ए गुगललाई देखाउँदै ल ल तिमी हेर्ने होइन ल ठिक छ गाइज है हामी चाहिँ होइन सुदूरपश्चिमको यात्रामा छौँ होइन अब जिन्दगीको मोड हो है अब दाइसँगको यात्रा हाम्रो युट्युबमा सधैँ हेरिरहन्छ यो होइन भिडियो रहन्छ रमाइलो अब हामी कसैको चाहिँ काँडा चाहिँ बन्दैनौँ होइन अब कोही काँडा बन्न आयो भने चाहिँ हामी चाहिँ फेरि झिके माया तमला त्यही त होइन ल सुदूर अब दूर नै झिकै झिकै माया तमलाई भन्ने स्लोगन छ है हामी चाहिँ आन्तरिक पर्यटक प्रबन्धनको सिलसिलामा अहिले सुदूरपश्चिम दौडाहामा सुदूरपश्चिमको यात्रामा छौँ हामी अहिले महाकालीसम्मको यात्रा तय गरेका छौँ भने अहिले बाटो एकदमै महेन्द्र राजमार्गबाट कन्न हिँडिरहेको अवस्था छ है हाम्रो सहयात्री हुनुहुन्छ हाम्रो कुमारज्यू हाम्रो उहाँ गगनजीले चाहिँ हामीलाई होइन एकदमै पुरो मजाले चाहिँ उयो गरिरहनु भएको उखार्दै पुरो गजबले गरेको ठाउँ उखार्दिनुहुन्छ ए ल त्यही गरौँ त होला ओके हामी चाहिँ यो अब फेरि होइन अगाडि होइन वन्यजन्तु निकुञ्ज प्रवेश गऱ्यौँ फेरि यो कञ्चनपुरको यो शुक्ला फाँटा होला होइन यो भाइ ल अब यो वन्यजन्तु आरक्ष शुक्ला फाँटा वन्यजन्तु आरक्षको चाहिँ हामी निकुञ्ज क्षेत्रमा शुक्ला फाँटा निकुञ्ज यतातिर छ सुदूरपश्चिमको यात्रा जारी छ महेन्द्रनगर ओन्ली 15 किलोमिटर है ल 15 किलोमिटरको दूरीमा हामी महेन्द्रनगर पुग्दैछौँ महेन्द्र राजमार्ग हुँदै है त ओके अमेजिङ है ल शुक्ला फाटा वन्यजन्तु आरक्षीको हामी भित्र छौँ है महेन्द्र राजमार्ग हुँदै हिँडिरहेछौँ हामी महाकालीसम्मको यात्रामा छौँ निरन्तर छ सुदूर अब दूर नै झिकै झिकै माया तमलाई भन्नेको निरन्तर भइरहेको छ अब यहाँ कुनै वन्यजन्तु पनि आउन सक्छ है हामी राष्ट्रिय निकुञ्जको पेरिफेरीमा हिँडिरहेछौँ तपाईँहरूलाई चाहिँ अब यहाँ विभिन्न बोर्डहरू छ वन्यजन्तुलाई चाहिँ नगर्नुहोस् के नगर्नुहोस् भनेको एकछिन है यहाँनिर बाघ 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 ए फोटो रहेछ त्यही छ नि फोटो रहेछ यो दुर्घटनाग्रस्त क्षेत्र रहेछ यसलाई सम्हालेर चलाउनुपर्छ वाउ अमेजिङ बाटो छ है ल आई लाइक सुदूरपश्चिमको यात्रा धेरै राम्रो र इन्टरटेनिङ भइरहेछ तपाईँहरूलाई पनि मैले अवगत गराइरहेको छु हेर्दै गर्नुहोला हाम्रो युट्युब च्यानललाई लाइक सब्सक्राइब र बेल आइकन पनि बजाएर जानुहोला त्यसपछि अब बिस्तारै
महेन्द्रनगर पुगेपछि अबको क्लिप महेन्द्रनगरतर्फ ल महेन्द्रनगर प्रवेश है। सुदूरपश्चिमको यात्रामा हामी निरन्तर महेन्द्रनगर पुग्यौँ। महाकालीको यात्रा छ। महेन्द्रनगर हो यो सुदूरपश्चिमको कञ्चनपुर जिल्ला महेन्द्रनगर। अब यो बाटो चाहिँ कता जाने हो यहाँ एकचोटि हेरौँ। यता मदन चोक, अत्तरिया, गड्डा चौकी, तिलकपुर। कता यता महेन्द्रनगर हो, यता महेन्द्रनगर रहेछ। हामी अब महेन्द्र राजमार्गै आउँछ। हिँड न के तिमी अरूतिर ध्यान नदेऊ न, सिधै हो महेन्द्र राजमार्ग यो हो। हामी सुदूरपश्चिमको निरन्तर यात्रामा छौँ। बजार एरियामा अलिअलि भिडभाड क्राउड भइ नै हाल्छ। यो बस पार्क रहेछ उतापट्टि। बस पार्क ल आज फेरि मौसम पनि सुहाना छ है। मौसम पनि सुहाना छ। हामी चाहिँ गड्डा चौकी, यो चाहिँ तपाईँको ठ्याक्कै गड्डा चौकी चाहिँ सीमा पऱ्यो। यहाँभन्दा उता युके इन्डियाको चाहिँ उत्तराखण्ड पऱ्यो। हाम्रो अन्तिम स्टेसन नेपालको यो गड्डा चौकी सीमा चौकी रहेछ यो चेकपोस्ट। अब हामी त्यता पारी गयो भने इन्डिया रहेछ। यहाँसम्म अन्तिम है, नेपालको अन्तिम ठाउँ यो रहेछ। अब यता जाउँ हामी अब महाकालीतर्फ हामी मोडिँदैछौँ। गड्डा चौकीबाट सर्ट यसरी आएर अब महाकालीतर्फ हामीले महेन्द्र राजमार्गलाई गड्डा चौकीको सीमानेरिबाट चाहिँ बिट मार्दै हामी लेफ्ट लागेर चाहिँ हामी महाकाली नदी र महाकालीबाट पारिपट्टि रहेका दुई गाउँपालिका दोधारा र चाँदनी जाने भन्ने हाम्रो निर्णय भएर हामी त्योतर्फ लाग्यौँ। अत्यन्तै सुन्दर बाटो रहेछ, 4 लेनको बाटो, बिचमा लाइट बिजुलीका पोलहरू है, एकदमै राम्रो लागिरहेछ। अब हामी पुलमा पुग्दैछौँ। निरन्तर यात्रा सुदूरपश्चिमको। महाकाली नदी है, उहाँ छ पुल। हामी छेउछेउबाट महाकाली नदीको छेउछेउबाट हिँड्दैछौँ। हाम्रा महाकाली नदी पारीका दुई चाहिँ गाउँपालिका दोधारा र चाँदनीको भ्रमण गर्नेछौँ। पारिपट्टि इन्डिया अलिकति पनि हेर्नेछौँ होइन। महाकाली नदीको छेउछेउ किनारबाट हामी जाँदैछौँ। यो चाहिँ एकदमै सुन्दर दृश्य रहेको छ है। यो क्यामेरामा कैद दृश्य हेर्नु होला होइन। डबल लेनको सडक छ, बिचमा बिजुलीका पोलहरू। यता महाकाली नदीमा सदगत भइरहेको देखिए जस्तो लागेको थियो। जय शम्भु हर हर महादेव। ल दोधारा चाँदनीको पुल भनेर भन्दैछन् टोलीले। पर अरे यहाँ ड्याम रहेछ। यहाँ पनि पुल आइपुग्यो, अर्को पुल महाकाली पुल यही हो। त्यो चाहिँ त्यो पनि होला, त्यता पनि जाउँला हामी। अब पारीको हामी जाँदैछौँ। अब हामी महाकाली नदी पारी गइसकेपछि क्लियर भइहाल्छ के हो भन्ने कुरा। इमेजिन त्यो ड्याम हो, महाकाली पुल ड्याम रहेछ। ल वाउ, अमेजिङ दृश्य। ल नदी यहाँ सननन आफ्नै बहावमा, आफ्नै उसमा चाहिँ रफ्तारमा आफ्नै बाटो बनाउँदै बगिरहनु भएछ। जय 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 हर गङ्गे। ल महाकाली गङ्गाको दर्शन गरौँ। नेपालका झन्डाहरूले लहराएर हामीलाई चाहिँ स्वागत गर्नु हुँदैछ यहाँ है। पुलमा मजाले झन्डा, महाकाली नदीको पुलमाथि छौँ हामी। अहिले हामी चाहिँ यो दोधारा चाँदनी गाउँपालिका यो कर्णाली पुल पारीको गाउँपालिका घुमिरहेछौँ है। यहाँ महाकाली कर्णाली भने चाहिँ सरी फेरि
महाकालीको चाहिँ उपर महाकाली कता हो यता होला कि सोध्नुपर्छ है ल। हामी महाकाली पारीको गाउँपालिकामा घुमिरहेको छौँ। यो महाकाली पारीपट्टिको चाहिँ गाउँपालिका हो। स्कुल सोलो सोलो गरेर ल त्यहाँ स्कुलमा देखाउँछु। यहाँनिर स्कुल रहेछ। स्कुल चाहिँ एकछिन सोलो रोकौँ ल। श्री कालिका सुदूरपश्चिम दोधारा चाँदनी 2 दोधारा चाँदनी 2 रहेछ यो ल। दोधारा चाँदनी गाउँपालिका मा भिजिट गरिरहेको छौँ गाउँतिर हामी। अब यो चाहिँ जस्तो महाकाली नदी पारीपट्टिको गाउँपालिका हो। अघि हामी पुल क्रस गरेर आएको थियौँ। अहिले गाउँपालिकातिर यसो घुम्दै अब त्यो झोलुङ्गे पुल छ नि पहिलेको, अहिले त्यो पुल त नयाँ बन्या हो। पहिलेको त्यो झोलुङ्गे पुलमा हामी पुग्दैछौँ है त। ठिक छ यत्तिकै। नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल भनेर पनि चिनिने यो दोधारा चाँदनी नगरपालिकाको तर्फतिरबाट मैले चाहिँ उता नेपालतर्फ खिचिरहेको छु। म महाकाली नदी माथि नै चढिरहेको छु भन्दा नि हुन्छ। यहाँ ड्याममा छु। यति लामो पुल छ यो दोधारा चाँदनी नगरपालिका जुन नेपालको पर्छ महाकाली नदी पारीपट्टि। पुल हेर्नु होला महाकाली नदी है। गाडी आउनलाई अहिले बनेको पुल यो माथि यो पुल ल। त्यो पुलबाट आएर यो पहिलेको चाहिँ युजमा आएको यो झोलुङ्गे पुल हो। पारीपट्टि ड्याममा चढेर त्यसरी खिचिरहेछौँ। हेलो ड्याममा चढेर खिचिरहेको अवस्था हो। हेर्दै गर्नु होला है। दृश्य देखिएको छ यहाँनिर ओ हात ल ल ल ल ल ल ल ल यो झोलुङ्गे पुल मुनिबाट त्यही तैरिँदै मान्छेहरू। ओहो यो अद्भुत दृश्य छ। हात लाऊ ल है ल। कहाँ हिँडेको हुन्, कहाँबाट आएका हुन्, गन्तव्य पनि छैन महाकाली नदीमा। वाह यार तपाईँ फेरि आफू डुब्न जाँदैछ। ओ भाइ नजाऊ। दोधारा चाँदनी नगरपालिका अन्तर्गतको यो तारबार भयो। यो तारदेखि यता इन्डिया। यहाँ खेती छ, यहाँ घर छ 10 गजा हो कि यतापट्टि बारी छ होइन। अब यस्तो छ अचम्म लाग्यो क्या मलाई। अब फेरि पिल्लर चाहिँ हजुरको ओ यहाँ छ पिल्लर यहीँनिर। हामी घुम्दै यहाँ आएको थियौँ ल। यहाँदेखि उता इन्डिया पऱ्यो। हामी अन्तिम स्टेसन आएको छौँ। यता यो भारत हो। अब नेपाल चाहिँ तपाईँको यही घरहरू यतापट्टि नेपालको। अब यत्रो 10 गजामा घर कसरी। यो पिल्लर त मेरो हिसाबले यो बिचतिर होइन यो यतातिर हुनुपर्ने, जङ्गलको छेउतिर हुनुपर्ने। यहाँ सर ठिक छ जोस्। हामी नेपालको अन्तिम स्थानमा चाहिँ आइपुगेका छौँ। आवर नेसन नेपाल होइन। हामी नेपालतर्फ छौँ अहिले। यो चाहिँ उतातिर भारत भयो भने यो यता नेपाल। सुदूरपूर्वदेखि यो सुदूरपश्चिमको के अरे नगरपालिका दोधारा चाँदनी नगरपालिका। हामी चाहिँ महाकालीको पारीपट्टि छौँ। पारीपट्टि चाहिँ यो नेपालको अन्तिम पिल्लरमा आएर हामीले यसरी मौका पायौँ फोटो भिडियो गर्ने। तपाईँहरूलाई सबैलाई धन्यवाद। जय नेपाल। यो दोधारा चाँदनीको यो के खोला दाइ? बलरिया खोला। यहाँ दाइ हुनुहुँदो रहेछ। यहाँ हाम्रो चाहिँ नेपालको ड्राइपोर्ट सुक्खा बन्दरगाह आइसिपी बनिरहेको छ यो दोधारा चाँदनी नगरपालिकामा। यो अन्तिम स्टेसनमा यहाँ बनिरहेको छ। इन्डियाले निर्माण गरिदिइरहेको छ नेपालको लागि पनि। यो नेपालतर्फको रहेछ। उता त्यो जङ्गल उतापट्टि फडानी गरेर इन्डियाले बनाउँदै रहेछ है। यो पनि एउटा नलेजमा रह्यो। ल
ल महाकाली नदीको यो नयाँ बाटो है, यो चाहिँ नयाँ पुल हो। झोलुङ्गे पुल दोधारा चाँदनी चाहिँ तल छ पहिलेको त्यो झोलुङ्गे पुल। यो चाहिँ अहिले नयाँ पुल बनेको यो ऊ छ महाकाली नदी। हामी अब ब्याक हुँदैछौँ दोधारा चाँदनी नगरपालिका घुमेर फर्किँदै। यो चाहिँ नेपालको अन्तिम बोर्डर, यतापट्टि नेपाल है। नेपालको चाहिँ यो जङ्गे पिलर 7 नम्बर पिलर भन्छ यसलाई। यो बनबासा बोर्डर ठक्क। यो उतापट्टि इन्डियाको भारत में आपका स्वागत है भन्ने एउटा गेट रहेछ हैन। अब यतापट्टि यो भारतको यो जङ्गे पिलर 7 नम्बर पिलर रहेछ। हामी चाहिँ अन्तिम उता इन्डिया, अब इन्डियाको झन्डा उता यहाँ लगाएको छ। आइसिपी बोर्डरमा झन्डा छ यहाँनिर, इन्डियाको झन्डा छ, इन्डियाको गेट छ। अब यो म इन्डियातर्फ उभिएको छु भने यो इन्डिया लेखिएको छ भने अब योदेखि उता अब हाम्रो नेपाल, यो 7 नम्बर पिलर यो नेपाल हो, नेपालको जङ्गे पिलर। ल है, अन्तिम नेपालको अन्तिम स्टेसन सुदूरपश्चिम भिजिटको अन्तिम स्टेसन यो चाहिँ यो के बोर्डर रे? बनबासा बोर्डरको अन्तिम यो 7 नम्बर पिलरमा हामी यहाँ छौँ। नेपालको अन्तिम ठाउँ सुदूर अब दूर नै झिके माया तमलाई। ल थ्याङ्क यू भेरी मच। महेन्द्रनगर है, यो सुदूरपश्चिमको एउटा मुटु महेन्द्रनगरको महेन्द्रको शालिग अगाडि छौँ हामी। महेन्द्रनगर बजार, यो बजार एरिया एकदमै राम्रो सफा सुग्घर र एकदमै राम्रो रहेछ यो। ल सुदूरपश्चिमको यात्राको क्रममा अहिले हामी उता दोधारा चाँदनी पुगेर चाहिँ फर्किने क्रममा अहिले अत्तरिया त्यो बाटोमा चाहिँ अत्तरिया चोकमा छौँ। एकचोटि के भयो भने मन चाहिँ अब गोपी हमाल बाको सहर यो अहिले अत्तरिया छौँ। धनगढी पनि एकचोटि यसो नजर अवलोकन गर्ने कि भन्ने कुरा भयो। सर एकचोटि नजर अवलोकन गरेर धनगढी सहरको पनि हजुरलाई म देखाउँछु। अब हामी अत्तरिया बजारबाट धनगढीतर्फ प्रस्थान गर्दैछौँ हैन। अब हेर्दै गर्नु होला हैन, हेर्दै गर्नु होला, सुन्दै गर्नु होला है। यो चाहिँ बवाल छ अरे भन्ने कुरा सुने। गोपी हमाल बाको अब त्यसै पनि चर्चा छ हैन, मेयरमा चर्चा। उहाँले चाहिँ धेरै राम्रो गर्नुभएको छ भनेर छ। ल हेर्दै गर्नु होला। म धनगढीबाट सुरु गर्छु। ट्याक्क पृथ्वीनारायण चोक रहेछ है यो चाहिँ। फेरि धनगढीको चौराहा एउटा बिचमा चोक भेटियो। बडा राम्रो सुन्दर आकृति रहेछ पृथ्वीनारायण शाहको। यो नेपाल प्रहरीको चाहिँ स्कुल पनि यहाँनिर रहेछ। अन्ततः झन्डा सन्डा च्यातिएका फाटेका पनि हुन्थे, यहाँ चाहिँ टाइममै चेन्ज गर्ने गरेको छ है। ल झन्डा एकदमै हाम्रो नेपालको गौरव शान हैन, यस्तो राम्रो रहेछ। ल कति ठाउँहरूमा मैले देखेको छु कि झन्डाहरू च्यातिएको अवस्थामा पनि व्यवस्था गरेर चाहिँ गरिरहेको अवस्थाहरू पनि देखिएको छ, तर यहाँ त्यो रहेन रहेछ, एकदम दुरुस्त रूपमा रहेछ। धनगढीतर्फ हाम्रो चाहिँ तपाईँको आउँदैछौँ है। अब फेरि हामी अब मेन बजार हुँदै अब यसरी चाहिँ प्रहरीको चेकिङ पनि रहेछ, चेकिङ पनि रहेछ। अब उहाँहरूले चेक पनि गरौँ है त। यहाँनिर चाहिँ धनगढी। ल वाउ, कन्टिन्यू थियो भिडियो। धनगढी आयो है। ल वाउ धनगढी यस्तो छ है धनगढी सहर। अत्यन्तै सुन्दर लाग्यो। के होटल पनि रहेछ, अत्यन्तै सुन्दर लाग्यो। साइड रहेछ। ल हामी फर्क्यौँ, अब फर्किँदैछौँ। धनगढीलाई एक राउन्ड हान्यो, गुड्डा चौकी त्यहाँ नाकासम्म गइयो, सरसफाइ हेरियो, सुरक्षा व्यवस्था कडा चेकिङमा पनि परियो हैन।
सबै कुराहरू धेरै राम्रो। ओके त गाइज, वाउ, सपनों का सहर जस्तै रहेछ यो चाहिँ धनगढी चाहिँ तपाईँको। चिटिक्क एउटा केही काहीँ मैले फोहोर भन्ने कुरो देखिनँ, सफा छ, एउटा सिस्टम छ है। जुन हिसाबले मान्छेहरूले चाहिँ भन्ने गर्थे है, के अरे हाम्रो गोपी हमाल ज्यूले गर्नुभएको कामको प्रशंसा भइरहेको थियो चारै चौतर्फी। के रहेछ त एकचोटि हेरौँ, बुझौँ होइन, आफैले महसुस गरौँ भनेर आएको। अत्यन्तै अब यो बाटोहरू त्यहाँको अवस्था बुझ्नलाई त्यहाँको बाटोघाटोले चाहिँ त्यहाँको के छ विकास भन्ने कुरा बुझाउँछ भने जस्तै चाहिँ यहाँको बाटो हजुरको एक ठाउँ काहीँ खाल्टाखुल्टी मैले वहाँदेखि अत्तरेदेखि यहाँ धनगढीसम्म आइपुग्दा काहीँ देखिनँ, र चाहिँ लाइट सिस्टमहरू बिग्रेको काहीँ देखिनँ। फुलहरू मजाले फुलेका छन्, बाटोमा मान्छेहरू जेब्रा क्रसिङबाट गरेका छन् होइन। एउटा सिस्टम बसालिएको सहर रहेछ यो। अब पहिलोचोटि घुम्न आउँदैमा सबै कुरा जानेको जस्तो चाहिँ अब फेरि भन्नु होला, तर अब हेर्दै बुझ्दै होइन गर्दाखेरि यो चाहिँ राम्रो लाग्यो मलाई। एउटा काहीँ फोहोर छैन, सफा सुग्घर छ, राम्रो रहेछ।